नमस्ते, तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो आशा छ तपाईहरु सम्पूर्ण पनि एकदम सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु साथीहरु। अनि आज भोलि लास्तै गर्मी छ साथीहरु, अनि त्यही भएर दिउँसो बाहिर निक्लिनै नसक्ने अवस्था छ। काम गर्न त सक्दैन झन् त्यही भएर। अनि बेलुकीमा हो काम गर्नलाई। त्यही आज चाहिँ साथीहरु हिजो हाम्रो पुरा बारी खनिरहेको थियो नि त। खनिरहेको भन्नु साथीहरु, जोतेको थियो नि त ट्र्याक्टरले। सो त्यो भिडियो नि मैले राखिदिने छु हो। अनि मकै चाहिँ छरियो। अब त्यहाँ छेउछेउमा मैले सबै के अरे अडुवानी लगाइदिनु लाग्यो। के अरे त्यो पिडालुहरू, बोडी, सिमी, त्यस पछाडि काँक्रोहरू चाहिँ सबै रोपिसकेँ हिजो नै। अनि आज चाहिँ यो खानाको लागि ल्याएको अडुवा के त्यो बिग्रिन्ला अझै, तर उनीहरूलाई यस्तो निक्ले टुसो बला हो। यिनीहरू सबै खानाको लागि ल्याएको राख्दा यस्तो भयो। यो नि रोटिन लाग्छ साथीहरु। अनि खुर्सानी आँकाबारी खुर्सानी घरमा यो चाहिँ घरबाट पठाइदिनु भएको आँकाबारी खुर्सानी हामीले खाने नै यही हो, डल्ले खुर्सानी। अनि बाबा मम्मी चाहिँ घरमै रोप्नुहुन्छ नि त। अनि बाबा मम्मीले घरबाट खानाको लागि पठाइदिनु भएको। यसपालि चाहिँ मैले पनि यता यो अहिले सबै बिउहरू निकालेर यस्तो बिउहरू निकालेर यता पछाडि जमाउने पहिला, अनि त्यसपछि रोपिदिने भनेको साथीहरु। यो बिउ निकाल्न लाग्यो म चाहिँ। ल यता पछाडि खनेर राखेको छु मैले। अनि अस्ति नै मैले यता पछाडि चाहिँ के रोपेको थियो भन्दाखेरि के अरे रोपेको थिएँ। पानी पर्दाखेरि लत्रक भयो। के अरे साग रोपेको के फर्सीको साग। अनि पानी पर्दाखेरि लत्रक भयो, अँध्यारै हुन लाग्यो। अलिअलि देखिरहेछ, खासै उम्रिएको छैन। अनि फेरि मैले थपिदिएको यता चाहिँ खनेर राखेको छु। यहाँ चाहिँ तोरीको साग छरेर अनि त्यो खुर्सानी पनि के अरे जमाइदिने, अनि त्यसपछि रोप्ने भनेको। अब बेलुकामै हो काम गर्न सक्ने, बिहानमा दिउँसोमा त निक्लिनै नसक्ने गर्मी छ। तर अरू ठाउँभन्दा यहाँ धेरै शीतल हो। तर अहिले त गर्मीकै मौसम भएर लास्तै गर्मी भइरहेको छ साथीहरु। अनि अहिले त एक्लै घरमा म एक्लै, बुढो 1 महिनाको लागि जानुभएको बिचरा जानुभयो उता। के गर्नु, जानै पर्ने कमाउन। अनि एक्लै छु घर, आफू एक्लै, खाना पनि एक्लै, पकाउन नि एक्लै, काम गर्न नि एक्लै। के गर्नु र, यस्तै छ साथीहरु। ल यो खुर्सानी चाहिँ यस्तो कडा हुन्छ साथीहरु, एउटा पनि खान सक्दैन। यस्तो खतरा पिरो हुन्छ। अहिले कस्तो पो होला, मैले फेरि केही लगाएन, ग्लोभ्स पनि लगाएन। अहिले निकालेपछि त हात त के कस्तो पो हुने हो। अहिले धुँदा पनि जाँदैन जस्तो लाग्छ मलाई त। एउटाको थुप्रै निक्लिने रहेछ, एक्लैलाई धेरै जमाउनु पर्दैन रहेछ। चाहिँ थुप्रै निकालेर ल्याएको थिएँ। साथीहरु यति भयो, त्यति भएपछि त पुग्छ। एकलाई त थुप्रै हुन्छ, थुप्रैबाट हुन्छ, पुग्छ। एउटा दुईवटा पढ्ने त मजाले पुग्छ एकजना मान्छेलाई। त्यसपछि पुग्छ। यसले के अरे थुप्रै निकालेको थियो मैले, निकाल्न भनेर तर निकाल्न परेन। 6-7 त आफू त कतै निकालेँ, त्यति भएपछि त पुगिहाल्छ। ल भाइहरू, म चाहिँ तल छोडेर यहाँ माथि आएँ। त्यो खुर्सानी उस गर्न भ्याइसकेँ मैले चाहिँ। खुर्सानीको बिउ निकाल्न चाहिँ भ्याइसकेँ। त्यसपछि आएको 4-5 चोटि हात धोएँ साबुनले, तर पनि जाँदैन रहेछ पिरो चाहिँ। अनि
भनेको थिएँ नि सिजन त आएको आइ गर्छ क्या त्यो खुर्सानीहरू के चलाउनु थाल्यो भने त झन् अनि सिजन आएको आइ गर्ने फ्याट्टै पुस्न गएँ यी यस्तो यस्तोमा नाकमा पुरै कस्तो कस्तो गरेर भन्नै आएन कि फेरि बडावाला नाक मेरा गरेर अनि खाजा चाहिँ खाएको थिएन मैले हुन त बेलुका बेलुका भयो अनि अघि भर्खर खाजा बनाएको थिएँ मैले त्यो पनि यसमै छ कि भाँडामा यहीँ खाइदिने कि साथीहरू यस्तै हाम्रो पारा त खाजा चाहिँ वाइ वाइ छ यदेखि चाहिँ नि क्या हो यो चाहिँ भाँडामा खाइदिने फेरि भाँडामा खानुहुन्छ भन्न केही हुन्न भाँडामा खाइदिने हो अनि भाँडा माझ्न सजिलो हुन्छ खायो साथीहरू चिसो भइसकेछ रमाइलो विरक्त लाग्दछ साथीहरू जिन्दगी पनि एक्लै हुँदाखेरि त न भिडियो बनामै भन्दाखेरि साथीहरू न खाना खामै भन्दाखेरि साथी न खाजा खामै भन्दाखेरि थेत्तेरी गाह्रो छ हो यहाँ यतिको यति मैले यति ठाउँ कस्तो जमाइसकेँ खुर्सानीको यता चाहिँ सबै सागहरू रोपेछु मैले खनेर राखेको ऊ तलतिर हो कि तलको बारी हेर्नु न कति ढुङ्गा निक्लिन्छ यता चाहिँ यो ढुङ्गामा जम्मा पारेर राखेको यहाँ तल निक्लेको तलको बारीमा मकै छरिसक्यौँ हामीले त्यता त जलाउँदै रहेछ अनि यहाँ छेउछेउमा उस्नी रोपेछु मैले छेउछेउमा चाहिँ पिँडालु पनि रोपेछु तल्लो छेउमा चाहिँ अब अदुवा रोपिदिनु पऱ्यो कि आज अहिले राति भए पनि ल यस्तो हो नाइट भ्यू अहिले मैले तपाईँहरूलाई साथीहरू छटबाट हाम्रो तल्लोले यस्तो दामी देखिन्छ देखाउँछ है त तपाईँहरूलाई यस्तो खतरा देखिन्छ क्या हेरिराख्नु चाहिँ साथीहरू आउँदा बेलुकै भइसक्यो अब बाहिर चाहिँ पानी परिरहेको छ बेसी होइन तर बाहिर जाने अवस्था छैन साथीहरू अब घरमा बसी बसी भिडियो बनाउने हो त्यही हो घरको भित्र काम गर्ने बस्ने त्यही हो होइन अनि यो चाहिँ कुचो साथीहरू पाहाडबाट पठाइदिनु भएको अनि पाहाडमा चाहिँ जति भयो हुन्छ नि यो अमृत सोनी भन्ने छ न हामी चाहिँ कुचो बनाउँछौँ यसको अनि फेरि मैले आज पनि बनाइसकेको छु बिहान बनाएको हो यस्तो हो यस्तो बनाउन आउँछ नि मलाई फेरि अलिक त्यस्तो त सबैलाई आउँछ हेर्नुपर्छ मजाले ध्यान दिनुपर्छ आउँछ जसलाई पनि अनि त्यसपछि त्यो चाहिँ बिहान बनाएको भयो अब अर्को फेरि बनाउनु पर्ने भएको त्यो अर्को नेक्स्ट बनाउँदैछु साथीहरू हेर्नु होला के गर्नु होला काम छैन यस्तै हो अरू काम छैन बाहिर बाहिरको मकै सबै छार्ने काम भइसक्यो यति बारीमा अन्त
फाइनल भइसक्यो त्यहाँदेखि त्यस्तो बुट्टा बनाइसक्यो यता हेर्ने यहाँबाट स्टार्ट गरेको गाउँमा त राख्छ यो लट्ठी नै काटेर सापो राख्ने ल सकेको यो चाहिँ एकपल्ट ढुङ्गामा बहिना लगेर काठमा ढुङ्गामा बेसरी जोड्नुपर्छ के हो भन्नै आएन यसरी यहाँको सब यसको निस्किन्छ नि भुस जस्तो निस्किन्छ यसले कस्तो गराउँछ शरीरले चिलाउने गराउँछ यो झार्नुपर्छ झारेपछि बल्न मिल्छ बढार्नलाई भइसक्यो रेडी भइसक्यो यत्तिको बन्यो कुचो ढ्यान्टा ढ्याङ यहाँ चाहिँ अब आगोले होइन लाइटरले अलिअलि जलाउने अनि यो चेपेक पारिदिने यसरी अनि त्यहाँबाट बस्छ ठपक्कै लपक्कै बस्छ नि भयो है त हेर्नु काम छैन बनायो बस्यो घरै यो रेडी भएर रेडी पारेर राख्यो भने पछि त काम लाग्छ नि यत्तिकै राखिराख्नु भन्दा भनेर हो म चाहिँ चाहिने चाहिँ दिन्छु नचाहिने चाहिँ यसरी बनाएर राखेपछि पछि चाहिँदाखेरि झ्याम सजिलो लिएर हुन्छ र सामानहरू धेरै छ भयाउने छ त्यो सामान सबै ठाउँ ल्याइराखेको छ बचेको कुचेको बनाउँदाखेरि बचेको कुचेको सबै हँसिया नाम्लो सबै ठाउँ ल्याउँछ राम्रो छैन थियो आजको भिडियो चाहिँ यस्तै भयो अब घरै बसिराख्दाखेरि खासै भ्लग के भ्लग भनौँ यस्तै हो नयाँ नौलो ठाउँमा घुम्न गए पो होइन फरक खालको अनि घुमघाम हुन्छ र एक्लै घर के गर्नु यस्तै हो यत्तिकै गयो अझ फरक ल्याउने कोसिस गर्ने चाहिँ साथीहरू होइन अन्तिमसम्म भिडियो हेरेर साथ दिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धन्यवाद भन्दै मेरो 2 शब्द है टुङ्ग्याउन चाहन्छु भनेर क्या चाहिँ मेरो सोल्टीले जस्तो त्यस्तो भन्न भएन भाषण ठोकेको जस्तो आउँछ कि मुखमा फेरि र आजको भिडियो यति नै साथीहरू थ्याङ्क यू फर द वाचिङ बाई बाई गाइज लभ यु अल